लो गाइस, आज हाम्रो नयाँ रेसिपी आज हामी बनाउँदैछौँ पपकर्नको सुप। गाइस हाम्रो मकै पाकिसकेको छ। ल गाइस, यसलाई छानेर राखिदिन्छु चिसो हुनको लागि। ले हामीले पिस्न पर्छ यसलाई। अब हाम्रो कटिङ चाहिँ रेडी छ। अनियन, क्याप्सिकम, जिन्जर, गार्लिक। अब हामी यसलाई मिक्सरमा हालेर पिस्दैछौँ गाइस। हाम्रो कटिङ छ, रेडी छ गाइस। अब हामी फ्राई पनि गर्दैछौँ। 1 स्पुन बटर, 1 स्पुन मैदा एड गर्दैछौँ। यसले गर्दा फ्लेभर झन् राम्रो दिन्छ गाइस। बात हुन्छ। अब हामी एड गर्दैछौँ सोप, अनियन, क्याप्सिकम मजाले हाल्नुपर्छ गाइस। रातो ब्राउन कलर आउन्जेल गाइस। अब हामी एड गर्दैछौँ पपकर्न पिसेको। मजाले हाल्नुपर्छ गाइस है। हामीले चाहिँ यो गर्नै पर्छ गाइस। खाएर मस्त गरेर एमी वावा क्रिमी भइरहेछ गाइस। कलर पनि बब्बाल दिइरहेछ। अब हामी यसमा बटर मिल्क एड गर्दैछौँ गाइस। यसले गर्दा झन् फ्लेभर झन् खतरा टेस्ट हुन्छ गाइस। अब हामी यसमा 1 सल्ट एड गर्दैछौँ। अब मजाले हाल्नु। कलर पनि दिइसकेको छ गाइस। अब हामी यसलाई हल्लाएर टेस्ट गर्छौँ गाइस। वाह वाह गाइस, वाह वाह, क्या दामी।